हेलो साथीहरु, गुड मर्निङ। वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि तपाईहरुलाई स्वागतम छ नयाँ मिठो सम्झनामा हैन। के गर्नु साथीहरु, फेरि म बाहिर निस्किन आँटिरहेको हैन। यो कुरा मैले भ्लग स्टार्ट गरेपछि त यो कुरा तपाईहरुलाई भन्नै नपर्ने कुरा हो, त्यही पनि मैले भन्न चाहेको। अनि अहिले चाहिँ म आज स्पेशल डे छ, स्पेशली त म तपाईहरुलाई के भन्न चाहन्छु। आज हाम्रो प्यारी भाउजूको बर्थडे छ। सो म एक्लै बाटोमा किन हिँड्ने त, तपाईहरु सँगै हिँडौ, गफ गरौँ। आजसम्म के भयो कस्तो भयो मैले भ्लग नहालेको पनि 2 महिना हुनु आँट्यो। राम मेरो भ्लगको प्रतीक्षामा कति धेरै मेरा फ्यानहरु हैन हुनुहुन्थ्यो होला। ओ माई गड, आइ एम भेरी सरी त्यसको लागि। तर बाइ द वे मेरो भ्लग चाहिँ 4 जना 2 जनाले मात्र हेर्नुहुन्छ। स्पेशली म नाम पनि तोक्न सक्छु मेरो भ्लगमा, मेरो भ्लग हेर्नेहरूको। तर म मेरै इज्जतको रेप हैन म किन गरौँ। सो म भन्न चाहेन। अनि तपाईहरुले मेरो प्यारी मान्छे मेरो बुढीसँगको भ्लग किन आइरहेको छैन त भनेर यदि तपाईहरुले मेरो लास्ट जुन भ्लग छ त्यो भ्लग हेर्नुभयो भने चाहिँ थाहा पाउनुहुन्छ। मैले त्यो भ्लगमा सबै कुरा भनिसकेको छु। मेरो बुढी चाहिँ 2 महिनाको लागि चरी जेलैमा भने जसरी बसिरहेको छ हैन भनेर यति भने। अरु भिडियो चाहिँ तपाईहरु आफै गएर हेर्नु न हो। के साह्रो हो तपाईहरु त, के साह्रो। बाटोमा यसरी चिच्चाउँदै हिँड्दाखेरि मलाई मान्छेहरूले के भन्छ, हरेक घरमा नेपाली हुन्छ, मेरो नेपाली बुझ्छ अनि मलाई मान्छेहरूले के भन्छ। के गर्नु, यो बाटोमा चाहिँ एकदम केयरफुल भएर हिँड्नुपर्छ साथीहरु। तपाईहरु साइप्रसमा बस्नुहुनेले मेरो भ्लग हेर्नु भएको छ भने कृपया यसरी बाटोमा हिँड्दाखेरि चाहिँ हेर्ने ट्राफिक लाइटको पालना गरौँ। अनि गाडीहरु यसरी सडनली आउँछ, झ्याप जान्छ। अनि यहाँको गाडीहरु चाहिँ आफ्नै ट्राफिक नियममा हिँडिरहेको हुन्छ। सो स्पिडमा हिँड्छ। त्यसै गरी अब मेरो साथी आइसकेपछि अनि म यता जाँदैछु हैन। यो बाटो यस्तै गाडीहरु ज्याङ यति धेरै हिँड्छ कि त्यही पनि मेरो भोइसलाई म यिनी आवाजले त मलाई के यो आवाजको बाउ, यिनी हल्ला साउन्डको बाउ आए पनि मलाई रोक्नु सक्दैन। ओ माई गड, म छाता ल्याउँछु भनेको बिर्सेछु ठुक्क। मेरो जिन्दगी मरेकै जुनी भयो मेरो त। आमामा यो गर्मीमा लौ न हो। ओ माई गड। साथीहरु के भन्नुहुन्छ भने मलाई त लाजकै साह्रो भयो। तर आई नो आई डोन्ट लाइक बोय हैन, बट यसको मतलब यो होइन कि तपाईँहरूले यो भन्ने बित्तिकै त्यो दिमागमा गर्दैछ होला कि यसलाई केटा मन पर्यो अलि बाटोमा एक्ज्याक्टली यस्तो सोच सडनली आइरहेको होला होइन। कसरी मलाई यस्तो गरेर व्यक्त गर्न नआउने कि केस भएको। म त के भन्छ भने डाइरेक्टली म के भयो त्यो चाहिँ भन्छु ल। यसरी बाटोमा हिँड्दै थिएँ अनि यहाँ सानो यस्तो ठाउँ छ नि त। अनि साइकल आयो, साइकल भन्छ कि साइकल भन्छ मलाई राम्रोसँग बोल्न आउँदैन, जे भने पनि राम्रोसँग बुझ्नु होला। अनि आयो हैन, छिटो भन्न लाइन गइसक्यो भनेर कमेन्ट आएको देखिरहेको टिकटकमा त्यही भइरहेको होला हैन। अनि कहाँ भन्छु त म यति छिटो त म कहाँ भन्छु त। अनि के भयो भन्दा यस्तो हल्ला छ कि अनि त्यही भएर यहाँ भिडियो बनाउँदा पनि साउन्ड नआउला जस्तो लागिरहेको छ। म एकछिनमा भन्छु ल। यस्तो गाडी हिँडेर यस्तो साउन्ड यति डिस्टर्ब गर्छ कि साथीहरु, यति डिस्टर्ब गर्छ कि
ओ माई गड अनि यो घाम ए भगवान ए भगवान आया के भयो अघि भनेर म भन्नु त पर्छ मैले त्यो साइकललाई बाटो छोडिदिएँ होइन अनि होइन त्यहाँ कस्तो देखिरहेको होला है बट सबै मैले मजाक गरेको फेरि कस्तो कस्तो भन्न थाल्यो भने फेरि एक ड्याएर यस्तरी फाङ्लाङ्गे ढालिदिन्छु म भनेर भन्दैन भन्नु पायो के भयो भनेपछि छ्या अति हौ यो त छ्या साइकललाई त्यो साइकलको मान्छेलाई मैले बाटो छोडिदिएँ होइन यस्तो ह्यान्डसम केटा थियो कि लाइक लिटरली आई डोन्ट लाइक बोय बट आई लाइक द्याट बोय आई वाज लाइक द्याट बोय नट आई लाइक होइन किनभने यति ह्यान्डसम थियो होइन अनि त्यति मात्र भयो त परको कुरा हो मैले बाटो छोडिदिएपछि त्यसले मलाई यस्तरी हेऱ्यो अनि मैले त इमान्दारी साथ म त्यो साइकललाई बाटो छोड्दै नि त अनि उसले मलाई यस्तरी हेऱ्यो अनि गरेर हाँस्यो यो ह्याप्पी डेन पनि नखाउँ होला साथीहरू म त त्यो केटालाई देखेपछि ह्याप्पी पो भइरहेको छु तर्सिन्छ होला यहाँ जङ्गलका चरा चुरुङ्गीहरूले मर्चिज खाएको सुनेर के त्यस्तो होइन कि तर क्या मजाले मलाई उसले के गर्यो भन्छ त्यसलाई हो त्यो गर्यो क्या बुझ्नु ल यदि मैले उसलाई बाटो छोडिदिएँ त्यस्तो गरेँ भनेपछि यहाँको मान्छेहरू सबै नै स्माइल चाहिँ दिन्छ बट त्यो चाहिँ हुन्छ नि भित्रैदेखि फिलिङ्स ल्याएर मलाई स्माइल दियो तर मलाई फेरि फिलिङ्स आउँदैन भन्ने के थाहा त्यसलाई बिचरा होइन अनि यस्तो यस्तो घटनाहरू घटिरहेको छ ममा आज फनी रूपले मात्र मैले तपाईँहरूलाई व्यक्त गरेको यसलाई त्यस्तो नराम्रो नसोचिदिनु होइन अनि ए भकुमान यो गर्मी अनि तर गर्मी छ थाहा छ तर मलाई किन गर्मी भइरहेन भने आज भाउजूको बर्थडे छ भाउजूको बर्थडेमा गएर म टक्क बियर वाइन ओ माई गड चिसो के हो खायो भने त मेरो यो गर्मी त के हो र यस्तो जहाँ 40-45-30 डिग्रीका गर्मी त के हो र मेरो अगाडि होइन त्यही भएर हो त्यही खुसीले त्यही सम्झिँदै गइरहेको छु कि ताकि म अहिले भाउजूको बर्थडे पार्टीमा ठुलो भिआइपी रेस्टुरेन्टमा छु साइप्रसकै सबैभन्दा ठुलो होइन अनि म तर यो बाटोमा हिँडिरहेको छु तर मैले त्यो इमेजिन गरिरहेको छु त्यही भएर मलाई गर्मी भएको छैन नेपालै हुँदा पनि पसिना छोडेर त्यसरी साथीहरू बसिरहेको हुन्थ्यो होइन अनि मलाई पसिना नआउने अनि मलाई के भन्थे तिमीलाई त गर्मी हुँदैन कि क्या भएको छैन कि क्या गर्थ्यो तर के थाहा उनीहरूलाई मलाई पसिना आउँदैन भने बिकाज यसको रिजन हो फेरि म पानी धेरै खाँदैन किन म यसरी चिच्चाइरहेको छु थाहा होला नि गर्मी छ अनि गर्मी भएर मलाई एकदमै इरिटेट लागिरहेको छ अनि मलाई तपाईँहरूसँग चिच्चाइ कराउँदै हिँड्नु मन लागिरहेको क्या कराउँदै अनि मैले के भन्दै पो थिएँ हौ साथीहरू अब मैले कसरी सम्झ्यौँ कि म के भन्दै थिएँ म कहाँ गएर टुङ्गिएँ भन्ने कुरा मलाई गर्मी किन भइरहेको छैन भने म यस्तो इमेजिन गरिरहेको छु कि म साइप्रसको सबैभन्दा ठुलो भिआइपी रेस्टुरेन्टमा छु होइन भाउजूको आज बर्थडे छ अनि टक्क त्यहाँ म बियर वाइन रेड लेभलको वाइन यस्तो है रेड लेभलको वाइन बियर चिसो खाइरहेको छु होइन अनि टक्क त्यहाँ एसी छ कि फेरि होइन एसी छ अनि म यति ह्याप्पी फेरि किन भइरहेको छु अनि टक्क त्यहाँ म्युजिक पुरै डिजेवाला यस्तो म्युजिक बजिरहेको छ होइन म त्यो इमेजिन गर्दै यस्तो जङ्गलमा हिँडिरहेको छु के भन्नु आफैमा खुसी हुन सिक्नुपर्छ अरे मलाई अनु भाउजूले भनेको आफैमा खुसी हुनु सिक्नुपर्छ अरे त्यही भएर म तिनी चराहरू हेरेर खुसी भइरहेको छु
आमा नि कति खुसी भएको राम राम ल आफैमा खुसी हुनुपर्छ नि म त यिनीहरू हेरेरै खुसी हुन्छ होला हेर न आमा नि बिचरा घामले हेरेर म त पछि हिँडौँ कि क्या हो उड्यो आया के गर्नु मलाई ल्याउनु पनि दाइ भाउजूकै आउनु भएन ठिकै छ मलाई अहिलेसम्म फोन पनि गर्नु भएन बस्दै भएर ठुलो मान्छे बन्नु भएको होला ठुलै हुनु होइन तर म त तपाईँहरूले इन्भाइट नगरे पनि घरमै जाने मान्छे हो आफ्नै दाइ भाउजू त मलाई कुनै कम्प्रोमाइजै छैन कि तपाईँहरू बिच होइन सो म ल्याउन नआएको रिजनले चराचुरुङ्गीसँग खुसी हुँदै 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 हिँडिरहेको छु बाटोमा तर मलाई यस्तो उमा पनि किन मलाई यस्तो बोल्ने जाँगर आइरहेछ भने म जङ्गलको बिचमा छु हावा चलिरहेको ताकि मेरो कपाल अलिअलि उडाइरहेको होला योबाट तपाईँहरूले थाहा पाउन सक्नुहुन्छ तर भ्लग बनाउनु चाहिँ एकदम गाह्रो हुन्छ है साथीहरू हेरिसकेपछि लाइक चाहिँ ठ्यापै लाएर गर्दैन यसरी होइन यो हातले यस्तो गाह्रो हुन्छ कि हातले यस्तो हात यति गल्छ कि ओ माई गड भल्गरहरूले कसरी चाहिँ भिडियो बनाउँछ हौ तर उनीहरूलाई त बानी परेको होला नि त ठिक छ यो चाहिँ मेरो कार हो जङ्गलको बिचमा ल्याएर छोडिदिएको छु भनेर गफ दिनुहुन्थ्यो होइन तपाईँहरू बुझिसक्नुभयो म एकदमै गफाडी छु भनेर साथीहरू मैले एकछिनमा मैले यस्तो प्लान बनाएँ नि म त त्यहाँ घर कुर्नु पर्ने भयो भाउजू भनेको अनि भाउजू चाहिँ म त रुन्छु होला लु रे बाई गर्दै हुनुहुन्छ म चाहिँ आउनु आँटिसकेँ अब 5 मिनट लाग्छ होला धेरै भनेको सरप्राइज भाउजू तपाईँलाई म ठुलो गिफ्टहरू केही दिनु सक्दैन तपाईँलाई दिने भनेको म नै सरप्राइज हो क्या तपाईँलाई गिफ्ट किन चाहियो तर म तपाईँलाई स्पेसली एउटा गिफ्ट चाहिँ ल्याइदिएको छु ल अहिले दिन्छु त्यो चाहिँ तपाईँले धेरै एक्सपेक्टेसन नराख्नु होला त्यो ताकि तपाईँकै सामान पनि हुनसक्छ नभए मेरो सामान पनि हुनसक्छ नभए मैले किनेर पनि ल्याएको हुनसक्छु सो मैले भाउजूलाई चाहिँ झुट बोलिसकेको छु अब त्यो घर हो होइन म भाउजूको रियाक्सन हेरौँ ल न भाउजूलाई म्यासेज नि छोडिसकेको छु क्या भाउजू सरी ल पुग्नु लाग्यो साथीहरू म चाहिँ यो साइडबाट लुक्दै जानुपर्ने हुन्छ बिकज त्यो साइडबाट गयो भने मलाई भाउजूले देख्छ क्या त्यही भएर यो घर हो साथीहरू म बिस्तारै लुक्दै जान्छु देऊ कि नै मलाई कसैले देखिन होला ल जान्छु ल अब म ह्याप्पी बर्थडे भन्न ह्याप्पी बर्थडे टु यु किन आए आउँदैन भनेर स्याहार्नु भएको थियो आए के छ सोल्डिने आउनु भाजीमा आउँदैन जस्तो लागेको थियो खै दाइ खै सेवारो भाइ यो गीतमा एक्सप्रेसन सिकाउनु पर्यो मलाई आउँदैन क्या यस्तो एक्टिङ गर्नु राम्रै तपाईँलाई थाहा नि हो मलाई भन्दा त अब तिम्रो भिडियो नहेरेको र मेरो भ्लग छ क्या सो मैले भ्लग बनाइरहेको छु गाइजहरू ल ओके भाउजू अब हामी सीतापाक जाँदैछौँ साथीहरू राम्रो त भेनाल दिवस दिनुहुन्छ अरे भेनाल दिवस दिनु भयो भने म उडाइदिन्छु है फेरि दिदीलाई भेनासम्म पुगोस् यो भिडियो होइन तपाईँको त आउँदैन नि दिवस
हाम्रो ट्याक्सी पनि आइसक्यो साथीहरू हाम्रो बर्थडे गर्ल घेनाले छोडे पनि म छु दिदी टेन्सन नगर्नु सोल्टिनी हाम्रो सोल्टिनी चाहिँ नजाने अरे कस्तो लागिरहेको रुनु त हुँदैन नि बर्थडे गर्ल एकचोटि फनक्क घुम्नुहोस् त आहा मान्छे राम्रो होला कि बर्थडे आएर राम्रो भाउजूकै हो है फेरि धेरै ठुलो एक्सपेक्ट नगर मेरो ब्यागमा थाहा छैन कसरी आइपुग्यो दिस मेरो आउँथ्यो त यहाँ कसरी आइपुग्यो थाहा छैन ल अरू इङ्गेजमेन्ट भयो है भाउजूको मेरो गएको ल बिचरा रुनु भएको छैन रुनु ल आउनु त है दाइले ढिला गरेको हो मैले होइन हामी हिँडेको अब तपाईँ छुट्टै जाने हुने हो जानुभयो भाउजू त राम त म पनि है दाइलाई जान पठाउँछ होला पहिला यस्तो गनाउँछ नि मलाई कारहरू फेरि कसले बनाउँछ भएन त्यो त अनि अब यस्तै हिँड्यो त अनि म त खानु पर्यो नि मलाई अलिकति मात्रै तपाईँलाई म अब म जाँदा मेरो त बर्थडे होइन नि त अनि लुगामा लाग्छ के कालो हाम्रो बर्थडे कन्टिन्यू भइरहेछ साथीहरू या भाउजूले सबैलाई केक खुवाउँदै हुनुहुन्छ होइन Be happy and contented. I used to think that happiness had its been waiting too, but that was in the bad old days. तपाईहरुले देखिसक्नुभयो साथीहरु मैले आज होइन 3 दिनमा 3वटा पार्टी खाए बर्थडे पार्टी कंग्रेचुलेसन सेलिब्रेसन पार्टी हो मैले चाहिँ ब्लग मलाई एन्ड यति गर्नुको लागि 3 दिन लाग्यो सो तपाईहरुकै लागि भनेर यत्रो मेहनत मैले गरे त्यसैले तपाईहरुले हेरिसकेपछि मेरो भिडियोलाई लाइक सब्स्क्राइब शेयर के गर्नु मिल्छ सबै कुरा गरिदिनु हुन विनम्र अनुरोध गर्दछु हैन अनि मैले थोरै स्किप राखेको छु त्यो चाहिँ मेरो घरमा पार्टी भएको थियो मेरो घरको छोराको चाहिँ ग्रेजुएसन के भन्छ हो त्यो भएको क्या बुझ्नु ल मिलाएर हो त्यो चाहिँ भएको थियो हैन अनि म चाहिँ बाहिर चाहिँ निस्किए बाहिर निस्किसकेपछि बर्थडे पार्टीबाट त्यस्तै भयो क्या हतार हुँदा हुँदै म भिडियो नै बनाउन पाएन सो जे जति बनाएको छु जे जति मैले तपाईहरुको माझ प्रदर्शन गरेको छु हैन तपाईहरुले माया गरेर हेर्दिनु भयो अहिलेसम्म हैन त्यस्तै माया साथ सपोर्ट तपाईहरुको म चाहन्छु भन्दै हैन अहिले चाहिँ बिदा हुन चाहन्छु बाइ बाइ